हेलो गाइज वेलकम आवर युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ। अनि आज चाहिँ म के गर्न गइरहेको छु अनि के गर्दैछु हजुरहरूलाई देखाउने छु। आज चाहिँ यहाँ आगो बालेको है। अनि आज चाहिँ हामीले लोकल कुखुरा खान लागेको, त्यही भएर कुखुरा चाहिँ काटिसकेका छौँ। अनि यो कस्तो धुवा भयो। अनि कुखुरा चाहिँ फाइनली हामी दुईजना भएर मारिसकेका छौँ है। कुखुरा चाहिँ मारिसक्यौँ काटेर। अनि अब म कुखुरा पोल्छु। अनि सबैजनाले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला प्लिज भन्न चाहन्छु। अनि हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। अनि लाइक कमेन्ट शेयर सब्सक्राइब जरुर गर्नु होला है त। हेर्न सक्नुहुन्छ मैले चाहिँ फाइनली कुखुरा बनाइसकेँ। यो कुखुराको वेट चाहिँ लगभग 2 केजी जति छ। कति धेरै मासु पनि क्या, यो त बाइलर जस्तै कति धेरै बलियो भएको छ। अनि मैले चाहिँ कुखुरा पोल्न नआएर यसको छाला नै सबै पिल्साइदिएको छु नि त। अनि यो भयो उसको टाउको, अनि यो भयो तिते। अनि म चाहिँ यहाँ कुखुरा मासु काट्नलाई रेडी हुँदैछु गाइज। मैले चाहिँ अब कुखुरा पोलेर नि मासु बनाउन रेडी हुँदैछु। अनि मेरो हात चाहिँ धेरै कालो थियो नि त, त्यही भएर म चाहिँ हात धुँदैछु। अनि अब मासु यो कुखुरा फोर्नु पर्छ नि त। अनि मैले चाहिँ पहिला गाउँमा हुँदा चाहिँ बनाएको थिएँ। अनि धेरै भएको थियो नि त यस्तरी मासु कुखुरा नबनाएको। अनि त्यही भएर बिर्सिसकेँ होला भन्दै गरेँ। तर मैले मासु काट्न बिर्सेको छैन रहेछ। अनि काट्न त सबैलाई नै आउँछ, काट्न त काटिन्छ। तर यो कुखुरा फोर्न चाहिँ अलिक गाह्रो हुन्छ नि त नजान्नेलाई त, त्यही भएर। अनि मैले चाहिँ सजिलैसँग गरेँ। अनि किन मैले यो भोइस रेकर्ड गरेको भने यो मेरो अहिले चाहिँ भान्जा र भान्जी धेरै रोइरहेको थियो नि त, त्यही भएर बच्चाहरू रोएको लायो भने कपिराइट लाग्छ रे। त्यही भएर मैले चाहिँ यो भोइस रेकर्ड गर्दैछु। अनि अहिले चाहिँ यो कुखुराको आन्द्रा निकाल्दैछु म।
काट्दा मैले चाहिँ यो मासु फोड्न अनि काट्नलाई 20 मिनेट लगायो होला लगभग। अनि खासै जहिले नि यो मासुहरू काट्ने त आजभोलि जहिले तहिले नै काट्नुहुन्छ नि त, त्यही भएर म चाहिँ काट्दिनँ। त्यही भएर मैले काट्दा अलिक ढिलो ढिलो भयो। अनि अहिले चाहिँ म यो खुट्टाको नङ काट्दैछु। अनि यो खुट्टा अनि उसको पखेटा अनि अलिकति थोरै मासु अनि यो चाहिँ सानो सानो पिस पारेर अनि त्यो अघि भनेको थिएँ नि हो त्यसमा मिसाउने। अनि आलुको चाना अनि त्यो सबै मिक्स गरेर खोर्सानी हालेर पकाउने। अनि त्यो चाहिँ एकदमै तितो मन पराउनेहरूलाई चाहिँ एकदमै राम्रो हुन्छ नि त अनि हामीलाई चाहिँ सबैलाई तितो मनपर्छ। त्यही भएर हामीले चाहिँ त्यो तरकारी बनाएर खानलाई म सानो सानो पिस बनाएर काट्दैछु। अनि मासु पनि थोरै मिसाएँ। मासु पनि अब बल्ल बल्ल काटिसकेँ मैले। अनि अहिले चाहिँ के अरे यो मासु काट्दा काट्दै ट्याक्कै काटिसक्ने बेला ज्वाइँ नै आउनु भएको थियो।